मनुष्यको जीवनमा यसले मार्ग देखाउँछ, इतिहासमा पनि नाम स्वर्णिम अक्षर लेखाउँछ। विद्यालय भित्र हुन्छ ज्ञानको भकारी, पढी राम्रो भएपछि शिक्षा दिन्छ उपकारी, पढी राम्रो भएपछि शिक्षा दिन्छ उपकारी। बानी चौरको नाम आओस् अगाडि, नरौ मायालु। Serving is the art of science which determine relative position to conduct direction, elevation and distance. Direction, elevation and distance on the surface or above or below the surface of earth. नमस्ते, श्री बानीचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालयमा हजुरहरूलाई स्वागत छ। मानव यहाँनिर बिल्डिङ छ, यो बिल्डिङमा तीनटा पोइन्ट लिने भने भन्छौँ, यताबाट त दुईटा पोइन्ट मात्र लिन सकिन्छ भने अर्को स्टेसनबाट अर्को पोइन्ट लिन सकिन्छ नि? सकिदैन? एउटा स्टेसनबाट दुईटा पोइन्ट लियो भने अर्को स्टेसनमा अर्को पोइन्ट लिन सकिन्छ। एउटा स्टेसनबाट लिएको कुराहरू अर्को स्टेसनबाट फेरि ती कुराहरू नलिनु होला, दुईचोटि डबल नलिनु होला, एकैचोटि पुरै हैन। बझाङ जिल्लाभित्रको चर्चित एकमात्र प्राविधिक धार सिभिल इन्जिनियरिङ विद्यालयको रूपमा रहेको यो बानीचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालय, जहाँ ससाना बालबालिकाहरू बिहानको चिसो हावा, दिनभरको मेहनतमा पनि विद्यार्थीहरूमा हाँसोको मुस्कुराहट देखिन्छ। यी साना हातहरूले अक्षर आरम्भ गरी भविष्यको सुन्दर देश निर्माण गर्न सक्छ। आजको आधुनिक युगमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई विद्यार्थीलाई प्रविधिसँग जोडी प्रयोगात्मक र व्यावहारिक ज्ञान सिकाउनका लागि यस विद्यालयमा प्राविधिक सिभिल इन्जिनियरिङको सुरुवात भयो। Capacity भोलुमेट्रिक एनालाइसिस को गर्छौं। भोलुमेट्रिक एनालाइसिस यस विद्यालयमा साधारण धारतिर अध्ययनका साथै प्राविधिक धारमा इन्जिनियरिङ सम्बन्धी सम्पूर्ण प्र्याक्टिकल अभ्यास, फिजिक्स र केमिस्ट्री ल्याबमा प्रयोगात्मक अभ्यास गराउनुका साथै उचित पुस्तकालयको व्यवस्था भएको र प्रोजेक्टरबाट कक्षाहरू सञ्चालन भइरहेका छन्। हामी के गरिरहेका छौं अहिले? आज के गरिरहेका छौं? ब्रिज सर्वे हैन? ब्रिज सर्वे, ब्रिजको लेन्थ र के निकाल्न आएको छौं हामी? एंगलहरु निकाल्दै छौं है? यस सर। हो? यस सर। एंगल निकालिसक्यो हैन? अब के निकाल्ने हो? और डिटेलिङ गर्ने है। ब्रिज सर्वेको डिटेलिङ डाटाहरू क्याल्कुलेट गर्छु ल। बाइ बाइ।